पर प्रकार दुवै जिल्ला मान्छेहरूलाई हामीले एउटा हाम्रो समस्याका अवगत पत्रहरूलाई सरसर्ती भन्दाखेरि सजिलो भाषामा चाहिँ ज्ञापन गर्यो भन्ने नै छ। तर हामीले यसलाई ज्ञापनको रूपमा भन्दा पनि हाम्रो जानकारी पत्रको रूपमा हामीले प्रस्तुत गरेका छौँ। त्यसैले हाम्रो ललितपुर जिल्ला हाम्रो प्रदेश क्षेत्र नम्बर 2 खका माननीय आउँदै हुनुहुन्छ। उहाँ आएपछि उहाँको विषयमा कुरा गरौँ। अहिले हामी ललितपुर क्षेत्र नम्बर 2-1 अथवा क का माननीय श्री रामेश्वर श्रेष्ठजी आउनु भएको छ। उहाँलाई हामी स्वागत गर्दै हाम्रा साथीहरूको आसन गर्न हामी गराउँदैनौँ। हामी हाम्रै कार्यक्रमहरू लगिरहेका छौँ होइन। त्यसैले यो आजको यो कार्यक्रममा हाम्रो यो वार्को लुबु लाकुरी भन्छ उषादेवी पनौती दाहालटा सरकारले कसैसँग पनि सरकार नराखिकन नामाङ्कन गरिएको NS 15 सडक विस्तारबाट प्रभावित हामी सरकारवाला व्यक्तिहरूको मर्का जानकारी गराउनको लागि मान्यज्यूलाई जानकारी गराउनको लागि यस सरोकार समितिका संयोजक श्री सुदन मानसिंह बस्नेतज्यूलाई सुदन सिंह बस्नेत हाम्रो आतिथ्यतालाई स्वीकार गरी पाल्नुभएको प्रदेश सभा सदस्य आदरणीय माननीय श्री रामेश्वर श्रेष्ठज्यू लगायत सम्पूर्ण उपस्थित साथीहरूलाई म संयोजक वार्को लुबु लाकुरी भन्ज्याङ उषादेवी पनौती दाहालटार सडक विस्तार प्रभावित सरोकार समितिको तर्फबाट हार्दिक स्वागत गर्दै माननीयज्यूको टाइमलाई विशेष ख्याल गर्दै म यो ज्ञापन पत्रको पहिलो पाना र अन्तिम बुँदा मात्रै पढ्छु। अरू बाँकी माननीयज्यूलाई हामी बुझाउँछौँ। हस्ताक्षरसहित म वाचन गर्न गइरहेको छु। बागमती प्रदेश सभा सदस्य माननीय श्री रामेश्वर श्रेष्ठज्यू, ललितपुर निर्वाचन क्षेत्र नम्बर 2, ललितपुर, नेपाल। विषय वार्को लुबु लाकुरी भन्ज्याङ उषादेवी पनौती दाहालटार NH 15 सडकलाई राष्ट्रिय राजमार्गको सूचीबाट हटाउन आवश्यक समन्वय महोदय, सर्वप्रथम त हाम्रो समस्यालाई नदीबाट बुझी महसुस गरी